सबैजनालाई प्रणाम। आज चाहिँ हामी अनिता दिदी र म बुढौली मन्दिर जाँदैछौँ। अब हामी चाहिँ सरर जाँदैछौँ। म भिडियो बनाउँदैछु। हाम्रो श्रीकृष्ण प्रणामी मन्दिर टिकौली आइपुग्यो। कति राम्रो देखिएको। आहा, अब हामी सरर गयौँ। बकुलरतिर जाँदैछौँ है हामी अहिले। अनि दिदी चाहिँ कति भिडियो बनायो कि के भन्दै हुनुहुन्थ्यो कि। अनि म चाहिँ हाँस्दै बनाउँदै थिएँ। सौरा चोक आइपुग्यौँ हामी। हाम्रो चितवनको सान गैँडाको चोक। फेरि हामी सरर टाढीतर्फ लाग्यौँ। तेरो मोबाइल खस्ला है भन्दै हुनुहुन्छ क्या अन्त दिदीले फेरि। ल, हाम्रो टाढीको पुल पनि आइपुग्यो। ल, टाढीलाई पनि बाई बाई गर्दै फेरि हामी पर्सातिर श्यामनगर बुढौलीतिर जाँदैछौँ। अब हामी भित्र बाटो जाँदैछौँ। कति रमाइलो भएको थियो हेर। अन्त कति राम्रो देखेर खिस्सा पर्नु भयो। भरे नै भिडियो हाल है भन्नुभएको थियो अन्तरीले। अनि यो चाहिँ हाम्रो यो पुलको नाम चाहिँ मलाई पनि थाहा भएन। यो पुल आइपुग्यौँ। सरर पुलमा पनि हामी पुल पनि कट्न लाग्यौँ। अब यहाँनिर हामी गचक्क हुन्छौँ के। आइया कति साह्रो ठोक्यो भन्दै फेरि हामी श्यामनगर बुढौली जाँदैछौँ। बाटो नि कच्ची रहेछ। यहाँबाट कति राम्रो बाटो आयो। बुढौली जाने बाटो चाहिँ यति राम्रो छ है। सबैजना सुन्दर साथीहरू बुढौली मन्दिर आउनु होला। मङ्सिर 3 गते कलश यात्रा शोभायात्रा छ। 10 गतेसम्म 108 पारायण छ। सबैजना श्यामनगर बुढौलीको दर्शन गर्न आउनु होला। अब हामी बुढौली जाने चोकबाट पनि भित्र छिर्यौँ। हामी अब यसरी जाँदैछौँ सरर। ल, म चाहिँ हेरेँ कति राम्रो देखिएको मलाई हेर। ल, अन्त दिदीलाई नि हेर्नु त भनेको हेरिनु। कति राम्री आएँ अरे फेरि आफै हस्केकी छिन् अन्त दिदी। सबैजना चाहिँ आउनु होला भनेर मैले भन्दै थिएँ। अन्ततिर म चाहिँ गफ गर्दै जाँदै थियौँ। कति चिसोले हावाले हानेको थियो भने फेरि मलाई, त्यही भएर मैले सल बाँधेको थिएँ। सरर जाँदैछौँ। सबैजनालाई आउनु होला भन्दै सबैजना सुन्दर साथी हामी चितवनवासीले चाहिँ हजुरहरूलाई सेवा गर्ने मौका दिनुहोला भन्दै भन्दै हामी बुढौली गयौँ। हेर न, अन्त दिदी गमक्क परेर राम्री हुनुभएको छ। अब चाहिँ हामी मन्दिर आइपुग्न लागि। मन्दिरको गेट पनि देखियो। ल हेर्नु, हाम्रो मन्दिर बन्दैछ। आहा, कति राम्रो भएको छ मन्दिर। अझै कामहरू त कति बाँकी छ। अब हामी स्कुटी पार्क गर्नलाई एउटा घरमा लग्यौँ। अनि सुन्दर साथीलाई प्रणाम भनेर हामी मन्दिरतर्फ लाग्यौँ। अन्दाजीलाई अघि लाग्नु त तपाईँको भिडियो बनाउँछु भनेर मैले भिडियो बनाइदिएँ। अनि मन्दिरको दर्शन गर्नको लागि हामी मन्दिरतर्फ जाँदैछौँ। हेर्नु उता 108 पारायण हुने ठाउँ पनि बन्दैछ मूल मिलावा। यहाँ माताजीलाई प्रणाम भन्दै हामी मन्दिरभित्र गयौँ। श्री राजेश्यामाजीलाई प्रणाम गर्दै
भरत महाराजजीलाई नि प्रणाम गर्दै हामी चाहिँ मन्दिरको वरिपरि परिक्रमा गरेर मन्दिरको वरिपरि काँचले भरिएको मन्दिरको दर्शन गऱ्यौँ। काम बनिरहेको छ हाम्रो 3 गतेदेखिको कार्यक्रमको लागि। आहा कति राम्रो हेर्नु राधा कृष्णहरू यति राम्रो काँच सिसाले बनेको मन्दिर छ। हजुरहरू पनि आउनु होला दर्शन गर्न। यति राम्रो मन्दिर बनेको छ कि हजुरहरूको तन मन धन वचनले हामीलाई अगाडि बढाउनु होला। कार्यक्रमलाई पनि भव्य सभ्यको साथ सम्पन्न गर्नुपर्छ। यहाँ महाराजजीहरूले चाहिँ गफ गरिदिन्छ। हाम्रो बाइजुराजको अध्यक्ष दिदी चाहिँ यति राम्रो मन्दिर त मलाई वृन्दावन गए जस्तो भएको छ। यति राम्रो मन्दिर, हामी कति भाग्यमानी भन्दै दिदीले मन्दिर अवलोकन गर्दै हुनुहुन्छ। कति खुसी हुनुभएको दिदी वृन्दावन गए जतिकै भयो अरे। आहा भन्नुभयो। यति खुसी हुनुभयो अन्त दिदीलाई आज मैले भिडियो बनाएर पनि खुसी बनाइदिएँ। हेर यति खुसी हुनुभयो अन्त दिदी। ल हेर्नु हाम्रो मन्दिर यति राम्रो। ल अन्ततिर म फोटो खिचौँ भनेर मैले झुक्काएर भिडियो बनाइदिएँ। कति राम्रो भन्दै हेर्नु हाम्रो कृष्ण कन्हैया लाल की।